नमस्कार सर होइन होइन हजुरहरूको बच्चालाई समय पनि दिनुपर्छ भन्ने बुझेर लगाएको त्यही भएर चाहिँ बच्चालाई सम्पत्ति धन पैसा कमाइदिने धेरै आम बाबा देखेँ मैले र आफ्नो सन्तानको लागि समय पनि छुट्याउनुपर्छ भनेर समय छुट्याउन चाहिँ धेरै कम अभियानहरू तपाईँहरू गर्नुहुन्छ त्यही भएर कारणले एकदम सम्मानपूर्वक दुईचोटि नमस्कार गरेको र दुईचोटि नमस्कार गरेपछि त तालिका बजाइदिनु पर्यो अनि आदरणीय भाइहरू आजको यो सेसन चलाउँदाखेरि हजुरलाई आग्रह छ जस्तो यस्तो किन त्यसको उदाहरण सबै भन्नु सर्जित पेसा मेडिकल डक्टर म साँच्चै बिरामी नै जाँच्न मान्छु बिरामीलाई नै औषध दिने मान्छु र आज मलाई पेसा राख्न सुइयाउनु लाउनु आएको होइन आजसँग मनको कुरा गर्न आएको म एउटा कहानी सुनाइदिनु साथीहरूलाई कहानी सुने कि नसुने सुन्ने सर हो म गुल्मी जिल्लामा जन्मेको कोही गुल्मीबाट गुल्मी जिल्लामा जन्मेको म अनि म गोर्खा जिल्लामा बसेर लामो समय सरकारी डक्टरहरूको काम गरेँ अनि गोर्खा जिल्लामा बसेर जो सरकारी डक्टरकोमा काम गरेर रमाइलो घटना घटेको छ होइन छ मामी धेरै नै नो उठाउनु भयो तपाईँको जिल्लामा घटेको घटना सुनाइदिन्छु म एकदिन के भयो भने म्याडम एकजना बिरामी आउनुभयो हस्पिटलमा डक्टर साहब मलाई एउटा आउनु छैन लाग्ने भयो बेलमा सकेको थियो मलाई जहाँसुकै होइन जहाँसुकै जिलाउँछ भन्नुहुन्थ्यो गाडमा नलाएर नहुन्छ बाटो लागेर जहाँसुकै भने मैले बाटमै निजा नखुल्छ अया पुग्यो नाकको टोकोमा संस्था बाबाको अया पुग्यो छातीमा संस्थामा त्यहाँ पनि बाला दुख्यो नाइटोमा संस्था त्यहाँ पनि बाला दुख्यो मैले बात त्यहाँ आउन चाहिँ नसुन्छु भने कि बाबाले सत्ता परेर किन गर्छ मैले बात तपाईँको बिमार गरेर पत्ता लगाइसकेँ सत्ता परेर चम्को रगत जान्छ छैन पिसल जान्छ छैन रगत परेर बिमार तल आउँछ के रहेछ रहेछ जहाँसुकै के रहेछ भन्नुभयो भने मैले बात तपाईँको चोरेलाको रूपमा काँडा भिजाएको छ अहिले जब चोरेलाको रूपमा काँडा भिज्छ त्यो उनीहरूले जहाँसुकै त्यहाँ भिज्छ होइन हामीले सब बसेर हाम्रै पढ्नु अरूलाई दोष दिएर कतै हाम्रो बालबालिकाले गलत बाटो लाग्नु हाम्रो बालबालिका नपढ्नुका कारण कतै हामी कारण हो